हेलो सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। म चाहिँ आज तपाईँहरूलाई एकदमै धेरै नै सुनिने हैन सबैले सुनेको एकदमै सजिलो व्हाट इज एपिआई भनेर एकदमै सरल भाषामा तपाईँहरूले बुझाउन गइरहेको छु है त। आयो तपाईँहरूले यो कुरा सहज तरिकाले बुझ्नुहुनेछ। सो व्हाट इज एपिआई है। एपिआई बुझ्नको लागि मैले एउटा इक्जाम्पल लिएको छु। यो पिक्चर है त, तपाईँले आयो यो पिक्चर देख्नु भएको छ होला है। सो पिक्चरमा हेर्नुभयो भनेदेखि एउटा यहाँ दाइ हुनुहुन्छ, उहाँ चाहिँ सर्भिस दिने दाइ। यहाँ दुईजना आई थिङ्क यङ गाईहरू बसिराख्नु भएको छ। उहाँले केही अर्डर गरिराख्नु भएको छ है। अब यो अर्डरको इन्फर्मेसन लिएर यो दाइ कहाँ जानुहुन्छ, किचनमा जानुहुन्छ नि होइन। किचनमा त्यहाँनिर अब उहाँहरूले जे अर्डर गर्नुहुन्छ त्यो बनाउने, त्यो परिकार बनाउने किचनमा फाल्टै मान्छे हुनुहुन्छ। सो तिनवटा कुरा, एकजना अर्डर गर्ने, दुईवटा चिलगाईहरू, अर्को यो अर्डर किचनसम्म पुर्याउने यो दाइ सर्भिस गर्ने हुनुभयो, अनि अर्डर गरेको कुरा बनाउने किचन हुनुभयो। सो यसलाई थोरै कम्पेयर गरेर भन्न एकदम सरल तरिकाले बुझौँ है त। यो अर्डर गर्ने दुईवटा, एउटा केटी र एउटा केटा, यिनीहरू के भयो हाम्रो लागि फन्ट जस्तो भए। यसमा के पनि हुन, जे पनि हुनसक्छ, जस्तो मोबाइल एप होइन, मोबाइल एपको थ्रु हुनसक्छ, वेबसाइट हुनसक्छ, अरू धेरै कुरा हुनसक्छ है। योबाट जे इन्फर्मेसन दियो अथवा जे अर्डर गर्यो त्यो अर्डरलाई किचनसम्म पुर्याउने यो मान्छे जो छ नि ह्यान्डसम चस्मा लगाएको चस्मिस, यो चाहिँ हाम्रो सेलिङमा के को काम गर्छ, एपिआईको काम गर्छ। ठिक छ। अब यो उहाँले लगेको इन्फर्मेसन अनुसार, अर्डर अनुसार जे परिकार बनाउनुहुन्छ उहाँहरू चाहिँ ब्याकएन्ड अथवा डेटाबेस है, त्यसको फाल्टै लोजिक लाग्छ। ठिक छ। सो के अरे यो दुईजना फ्रन्ट एन्ड, अर्को एपिआई, अर्को ब्याकएन्ड। अब एउटा मोनोलिथिक आर्किटेक्चर भन्ने आउँछ है। भनेको वर्ड भनेको त्यो चाहिँ के हो भन्दाखेरि यो दुईवटा कुरा, फ्रन्ट एन्ड यो अर्डर गर्ने मान्छे र यो ब्याकएन्ड भनेको ब्याकएन्ड डेटाबेस, दुईटैलाई एउटै पिस अफ सफ्टवेयरमा चाहिँ जोडेकोलाई के भन्छ, मोनोलिथिक आर्किटेक्चर भन्छ। यसको समस्या के, यसको समस्या भनेको यदि फ्रन्ट एन्डमा इस्यु आयो भने होल सफ्टवेयर डामाडोल, ब्याकएन्डमा समस्या आयो भने होल सफ्टवेयर डामाडोल। सो यो एपिआईले चाहिँ के काम गर्ने भयो भन्दाखेरि ब्याकएन्डलाई फाल्टै पिस अफ सफ्टवेयर, फ्रन्ट एन्डलाई फाल्टै पिस अफ सफ्टवेयर। यो गर्दाखेरि चाहिँ एटलिस्ट दुईवटा मध्ये कुनै एउटामा इस्यु आयो भने अर्कोले त काम गर्ने हो नि त भन्ने यसको मेन फाइदा भने चाहिँ यो भयो क्या। सो यसमा दुईवटा सफ्टवेयरहरूले काम गर्छ है। एपिआई एउटा भनेको डेटा भ्यालिडेसन गर्नु पऱ्यो नि त। यिनीहरूले के भन्ने आयो त, बा चाउचाउ भनेको थियो कि बा होइन किमानुलो भनेको थियो, के भनेको थियो, कति अमाउन्टको भनेको थियो, त्यसलाई भ्यालिडेट गर्ने हुन्छ एउटा एपिआईको काम। त्यो चाहिँ केले गर्छ, पाइडेन्टिक मोडलले गर्छ। अब कुन फर्ममा ल्याउने, कुन फर्ममा लाने, रिक्वेस्ट गर्ने, कुन फर्ममा ल्याउने, त्यो भनेको चाहिँ केले गर्छ, स्टारलेटले गर्छ। सो दुईवटा कुरा चाहिँ जान्नु अत्यन्तै आवश्यक छ। यो चाहिँ फास्ट एपिआईको केसमा भने मैले। सो अरू ज्याङ्गोतिर होइन धेरै छ अरू अप्सनहरू है। आई होप मैले यो छोटो समयमा तपाईँहरूलाई यो कुरा बुझाउन सफल भएँ होला। यति बेरसम्म सुनिदिनु भयो, थ्याङ्क यू सो मच।